सम्मान्य सभामुख महोदय, म 3 दिन अगाडि गाउँबाट फर्केको। गाउँमा जाँदा गाउँका बालबच्चाहरू कसैको खुट्टामा कसैको हातमा पट्टी बाँधेको, कसैको टाउकोमा टाँका लगाएको 2 दर्जनभन्दा बालबालिकाहरू मैले भेटेँ। र मैले सोधेँ अभिभावकहरूलाई, होइन के भएको, कुनै दुर्घटना भएको हो भनेर मैले सोधेँ। अभिभावकहरूले मलाई के भन्नुभयो भने, होइन हाम्रा मास्टरबुरी सबै लगेर सरकारले काठमाडौँमा राखिदिएको छ। अब हाम्रा यी केटाकेटीहरू कहिले भिर कहिले पाखा कहिले रुखमा जान्छन्। पढ्ने कुरा त हरायो, अब यिनको उपचार गर्न नै झन् थप ऋण बोक्नु परेको छ भनेर उहाँहरू दुखी पोख्दै हुनुहुन्थ्यो। सभामुख महोदय, शिक्षकहरू आन्दोलनमा हुनुहुन्छ। हिजो मात्रै शान्तिपूर्ण शिक्षकको आन्दोलनमा सरकारले दमन गर्यो र त्यहाँ गरिएको दमन जुन ढङ्गले सरकार शान्तिपूर्ण तरिकाले बसिरहेका शिक्षकहरूमाथि पानीको फोहरा, लट्ठी, अर्सु ग्यास प्रहार गरेर दर्जनौं शिक्षकहरू घाइते हुनुभएको छ र आज अस्पतालमा उपचार गरिरहनु भएको छ र एउटा सबिना कार्की पत्रकार गम्भीर घाइते हुनुभएको छ। यस्तो अवस्था आज किन सिर्जना भइरहेको छ? सरकारले शिक्षकहरूका माग पुरा गर्नुको सट्टा किन दमन गरिरहेको छ? यसको म भर्त्सना गर्न चाहन्छु, खेद प्रकट गर्न चाहन्छु र घाइते शिक्षक तथा पत्रकारको स्वास्थ्य लाभको कामना गर्न चाहन्छु। सभामुख महोदय, संविधान निर्माणसँगै हामीले नयाँ ऐन बनाएर शिक्षालाई नयाँ दिशा दिनु पर्दथ्यो। आजको विकास, आजको देशको आवश्यकता, आजको विश्व बजारको माग र प्रतिस्पर्धा, आजको टेक्नोलोजीलाई प्रयोग गर्ने गरी शिक्षा ऐनलाई परिवर्तन गर्नु पर्थ्यो, पाठ्यक्रम परिवर्तन गर्नु पर्थ्यो, पाठ्यपुस्तक परिवर्तन गर्नु पर्थ्यो, तर त्यो भइरहेको छैन। आज पुराना ऐन र कानुनहरूले आज सङ्घीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयनमा बाधा अर्चन भइरहेको छ। यस्तो अवस्थामा राज्यले नै, यो संसदले नै हामीले ऐन बनाएर दिनुपर्ने बेलामा शिक्षकहरू हामीलाई ऐन देऊ भनेर माग्न आइरहेको सन्दर्भमा उनीहरूको मागलाई सम्बोधन गरेर, उनीहरूका जायज मागहरूलाई पुरा गरेर जानुको सट्टा 3 वटा सरकारहरूले पटक पटक गरेका सम्झौताहरू कार्यान्वयन नगर्ने, धोका दिने र पछिल्लो